गाइस हाम्रो किवी चाहिँ खतरा फलेछ है। यहाँ त झन् कति धेरै झुप्पो हो। ओ माय गॉड। गाइस हाम्रो बारीको किवी यस्तो छ। अनि चाहिँ खाने बेला भएको छैन। कार्तिकतिर चाहिँ मजाले खान मिल्छ। कार्तिक मङ्सिरतिर चाहिँ जब पाके रुखमै पाकेको चाहिँ कस्तो मिठो हुन्छ के। सबै नुङ्गे रहेछ त्यो धान्न नसकेर के बिचरा बिचरा। कस्तो मिठो हुन्छ यो बोटमै पाकेको चाहिँ कस्तो मिठो हुन्छ के यो किवी चाहिँ। अनि नपाक्दै टिप्यो भने पनि यो पाकेपछि मिठो हुन्छ। तर यही बोटमा पाकेको जस्तो मिठो चाहिँ हुँदैन है। यस्तो धेरै फले रहेछ क्या। 1 2 3 4 5 6 7 8 9 10 एउटै बुट्टामा एउटै उसमा के त्यो धेरै फलेर अनि ठुलो ठुलो नि फलेको रहेछ क्या। योपालि चाहिँ पोहोर अलिक सानो सानो फलेको थियो। योपालि चाहिँ अलिक मजाको फलेको रहेछ। धानमा सबै बिचरा तल तल जानु कत्रो ठुलो ठुलो हो। आसुसमा होइन कार्तिकबाट खान सुरु गर्छ टिप्न सुरु गर्छ क्या। अनि यो बोटमा चाहिँ मङ्सिरतिर यस्तो मजाले फल्छ पाक्छ। तर यो बोटमै पाकेको चाहिँ दामी मिठो हुन्छ क्या गाइस होइन। हेर्नु है कति चाहिँ कति धेरै छ। म चाहिँ घाँस काट्न जान लागेको अनि यसो हेरेको त बारीतिर यसो हेरेको त कस्तो मजाले फलेको के किवी प्रहरी लाग्दो। माथि माथितिर पनि छ। बाडा गर्दा चाहिँ देख्दैन होला है। देख्दैन होला यहाँ कस्तो मजाले फलेको रहेछ गाइस। ओहो धन्न लडेको हो। तानै छ किवीले तानै छ मलाई यस्तो राम्रो यस्तो मजाले फलेको क्या। यस्तो हेर्नु त गाइस। त्यो बोटले यो फलले धान्न नसकेर सबै यो यस्तोहरू चाहिँ सबै झरेर रहेछ के। सबै खसे रहेछ बाँसहरू। अब चाहिँ नेक्स्ट टाइम चाहिँ मजाले हाल्नुपर्छ। यस्तो ठुलो ठुलो एउटा 3 4 वटाले नै 1 केजी हुन्छ के गाइस है। यो हेर्दाखेरि सानो देख्छ यो भिडियोमा चाहिँ सानो देख्यो होला। तर 5 वटा जतिले चाहिँ 1 केजी पुग्छ कि स्योर हो। यस्तो ठुलो ठुलो फलेको रहेछ कि योपालि त पोहोर त यत्रो अलिक सानो सानो फलेको थियो। योपालि चाहिँ मजाले ठुलो ठुलो फलेको रहेछ। अब ठ्याक्क यो चाहिँ सानो देखेको रहेछ है भिडियोमा चाहिँ सानो देखेको छ। तर यो 5 वटा हाल्यो भने चाहिँ 1 केजी पुग्छ। यस्तो मजाको फलेछ। ल खाने बेलामा चाहिँ तपाईँहरूलाई नि ल्याइदिन्छु है दिन्छु है के। मैले गऱ्यो कति ठुलो झन् यो। ओ कत्रो लो सबै ढले रहेछ क्या यो उस भएर यो फलले के अरे झाँदेर यो बाँसहरू चाहिँ सबै ढले रहेछ। अब हामीले चाहिँ अर्कोचोटि चाहिँ अलिक बलियो तरिकाले हाल्नुपर्छ। कसलाई मनपर्छ किवी भन्नु होला। यता त झन् आमामामा कति धेरै फलेको। माइ गॉड। ए फेरि बाटो हो क्या यो बाटो हो क्या। बाटोमा हिँड्ने मान्छेहरूले खाँदैन कि चोर्दैन क्या फुल चाहिँ। तर नपाकेर होला। यो माथितिर नै छ। यतातिर चाहिँ म गएन झाडी धेरै छ। म घाँस काट्न जानु लागेको त्यही भएर म तपाईँहरूलाई पछि देखाउँछु यताको पनि है त। यो
यिनीहरू सबै खसी गरेछ कि यस्तो पुरानो पनि भएर होला सायद। यसको हाल्यो भने चाहिँ के भन्छ अरे फलामको हाल्यो भने चाहिँ बलियो हुँदो रहेछ। तर फलामको पनि छ न त यस्तो यस्तो फलामको भयो यस्तो छ साथीहरू। जुगा चाहिँ लाग्दैन है, फेरि जुगा खासै लाग्दैन यतातिर चाहिँ, त्यो जुगा लाग्दैन। योपालि कोदो चाहिँ अलिक नभएको रहेछ, सबै सेतो सेतो के अरे रातो रातो त्यो लागेको रहेछ क्या कोदोमा। कस्तो देख्यो होला हौ साथीहरू, यस्तै छ। कस्तो क्युट, कति ठुलो ठुलो हो के मटर रमाइलो छ। 1 केजी छ भने कुरो बर्खा नै रहेछ क्या गाउँमा। साथीहरू म चाहिँ अब तल बारीतिर जानु भएको, म चाहिँ यहाँ किवी हेर्न आएको थियो। माथि हेर्नु त कति धेरै छ। योपालि चाहिँ ठुलो ठुलो फलेको रहेछ, त्यही भएर 5-6वटाले चाहिँ 1 केजी हुन्छ होला सायद मेरो विचारमा। यस्तो छ। म चाहिँ जानुपर्छ अब। चिप्ल्यो भने फेरि एकैचोटि तल पुग्छ क्या, चिप्ल्यो भने एकैचोटि यहाँ तल गरामा पुग्छ। यहाँ तल तपाईँहरूको कस्तो हुँदैछ दसैँ? दसैँ बिदामा सबैजना गाउँ जानुभयो होला, हजुरहरू पनि। सबैजनालाई दसैँको धेरै धेरै शुभकामना, राम्रोसँग मनाउनु होला। म अहिले उता गएर देखाउँछु है। यो पालिको कोदो त कस्तो भएको, छ्या त्यो दुःख गऱ्यो लास्टमा के भयो हो त्यस्तो, राम्रै नभएको रहेछ त। छ्या सबै चिङ्गिङ उभिएको छ, कोदो भएन योपालि, कसो गर्ने होला। अब कोदोको हालत त्यस्तो छ। घाँस चाहिँ यहाँ रहेछ, यहाँ काट्छ। आफै नलागेर हिजो त कस्तो पानी पर्थ्यो है साथीहरू, पानीले रुजेर आज चाहिँ पर्न त परेदैन, तर हुस्सु कुहिरो चाहिँ डमक्कै भएको छ है। बिहान त मजाले फुलेको थियो,
दिउँसोतिर चाहिँ खोइ पानी पर्छ कि जस्तो लागेको छ। फुलबारीमा लडिँदै कोदो मारिदियो भनेखेरि पछि कोदो टिप्ने बेला झ्याउ हुन्छ नि त, त्यही भएर अलि जोगाएर काट्नु पर्ने अवस्था। मैले चाहिँ 15 मिनटमा पुऱ्याउँछु होला बारी। गाह्रो छ हौ। यता झारो यता खानुपर्छ। कस्तो साह्रो घाम लागेको हो। छ्या ल अब त मेरो बारी पनि पुग्यो। जानुपर्छ अब। आइया एक्लै भयो, साथी भयो त ल साथीहरू अब
म घर जान लागेको। यतिन्जेलसम्म मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है। ल साथीहरू, यतिखेरसम्म मलाई हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब म घर जानुपर्छ, बाई।